यला महानगरपालिका सचिव खुद पुलाङ्गु डेनिस दमकल सञ्चालने हगुदो महानगर लागा जुइफुको आग लागिया सम्भावित जोखिमे परिचालन यागु लागि डेनिस दमकल मर्मत याना सञ्चालने हगु ख आइतबार छगु ज्याजो जथि यला महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सचिव खुद पुलाङ्गु डेनिस दमकलया शुभारम्भ याना दिल वाइट क्याबले वाला हालेको यो त वाइट नसुनको हो त जुन है सबैले मिलाएर खिच्छौँ भनेको हो हाम्रो क्यामेरा हो कसो दाइको चाहिँ ढुङ्गामा 106 वर्ष पुरानो दमकललाई मर्मत गरी अहिलेको चलायमान अवस्थामा सफल यता बस्नु क्यामेरा नयाँ आउँछ ज्याजुले यला महानगरपालिका प्रमुख चिरिबाबु महर्जन पी निदलस्य दमकलीय पार्ट्स मधुको कारण दमकल अथ्या तयाते मागुली अमेरिका पार्ट्स हया मर्मत सञ्चालन यानागुरका थया दिल यो काम सम्पूर्ण गर्नको निमित्त चान्चुनी मान्छेले चान्चुनी गुरुले नसक्ने भएको हुनाले उहाँ गुरु मोहन प्रसाद नगर्मीलाई चाहिँ हामीले गुरुदेव भव भनेर सम्मान गर्यौं है त। अब यो दमकल टेनिस दमकल यो चाहिँ विश्व प्रख्यात र यो बेलायती महारानीले नेपाललाई उपहार स्वरूप 3टा दिएकोमा एउटा चाहिँ यो र यो दमकलको यसको म्यानुफ्याक्चरिङ डेट हेर्ने हो भनेदेखि यो चाहिँ 106 वर्ष पुरानो
र नेपालले आएको चाहिँ लगभग 18 साल 18-19 सालतिर नेपालले चाहिँ उपहारको रूपमा पाएको र यो चाहिँ निकै इफिसियन्ट तवरले चलिराखे तर विगत 42 वर्षदेखि यसको चाहिँ पास नपाएको कारणले यो दमकल चाहिँ चलेन र थन्किरहेको थियो र केही वर्ष अगाडि मलाई जहाँसम्म लाग्छ यो 73-74 सालतिर हुनुपर्छ यो चाहिँ लिलामीमा राखियो यो दमकल र अर्को टच त्यो पनि निकै राम्रो दमकल छ त्यो दुईटै दमकल चाहिँ लिलामीमा राखियो राखिसकेपछि मलाई चाहिँ एकजना मेरो साथी हुनुहुन्छ किशोर महर्जन उहाँले चाहिँ मेरो साहब क्या हो यो दमकलले लिलामीमा राख्यो यो राख्नुहुन्न भन्ने कुरा उहाँले मलाई सुझायो त्यसपछि हेरेको त हो रहेछ यो पनि त्यो टच पनि राखिराख्यो त्यसपछि यो दुईटै आइटम चाहिँ झिक्यौँ झिकिसकेपछिको अवस्थामा चाहिँ लिलामी हुनेबाद चाहिँ बच्यो त्यसपछि मोहन प्रसाद दाइले मलाई चाहिँ सम्पर्क गर्नुभयो मोहन प्रसाद दाइको घर मेरो घर भनेको पुल्चोकै हो तसर्थ दाइलाई मैले बचपनदेखि नै चिनिराखेको यो दमकल जसरी चिनेको उहाँलाई पनि त्यसरी चिनेको तसर्थ उहाँले चाहिँ यो दमकल बनाउन सकिन्छ ल मेरो साहब सुरु गरौँ भन्ने कुरा गर्नुभयो त्यसपछि मैले ओके हुन्छ यसको जति पैसा खर्च लाग्छ म चाहिँ त्यो खर्चको व्यवस्थापन गरिदिन्छु भनेर मैले उहाँलाई वचन पत्र जाहेर गरेँ र यसको चाहिँ उहाँको छोरा एकजना अमेरिकामा हुनुहुन्छ र अमेरिकामा चाहिँ यसको स्पेयर पार्ट्स छोराले चाहिँ खोजखाज गरेर अन्ततोगत भेट्टाउनुभयो र त्यो स्पेयर पार्ट्स ल्याइसकेपछि उहाँले चाहिँ एकदमै मेहनत गरेर यो दमकल चाहिँ बनाउनु भयो र बनिसकेपछि अस्ति एक चक्कर म पनि बसेर घुमिरहेसकेँ एकदम ठिक छ र यसको चाहिँ डेमो पनि गरिसक्यौँ डेमोन्स्ट्रेसन पनि गरिसक्यौँ त्यो पुल्चोकको पोखरीमा पानी तानेर एकदम कति फिट माथिसम्म हान्न सकिन्छ भनेर हेर्दाखेरि लगभग 80 क्रसिङ गर्दाखेरि लगभग 80 फिटको उचाइसम्म पनि हान्न सक्ने रहेछ र यसको जति पनि पार्ट्सहरू छन् त्यो सबै पार्ट्सहरू चाहिँ अहिले फङ्सनिङ कन्डिसनमा छ काम गर्छ र यो दमकलको विशेषता भनेको यो दमकलको जुन चक्काहरू छन् त्यो चक्का जिन्दगीमा कहिले पनि पन्चर नहुने नम्बर 1 अनि नम्बर 2 चाहिँ यसको जुन यो अगाडिको सिसा छ तपाईँले जतिसकै ढुङ्गा हान्नुहोस् न फुट्दैन यस्तो किसिमको यसको चाहिँ क्यारेक्टरिस्टिक्स भएको अति राम्रो दमकल चाहिँ अब विगत 42 वर्षदेखि यो चाहिँ थन्किरहेको थियो चलेको थिएन अब उपरान्त यो दमकल चाहिँ हामी चलाउँछौँ ज्याजोले दमकल मर्मत याना दिब मोहन प्रसाद नकर्मिन नवाना दिगु ख सानो 10 वर्षदेखि मैले गाडी देखेको हो सपना पहिला आउँछ अब देख्दाखेरि त्यो बेलादेखि मलाई गाडी अति मन परेको थियो र साथसाथमा अब सानैदेखि यो गाडीको इन्ट्रेस्ट पनि थियो र मेरो अब काम पनि यसैमा घुम्दै गयो अब हुँदा लास्टमा आएर अहिले चाहिँ के भयो रिटायर लाइफ पनि आयो त्यस कारण त्यो बेलामा मैले यो गाडीलाई चाहिँ बनाइदिनु मैले कोसिस गरेको तर 4.5 वर्ष लाग्यो यो चाहिँ सामान ल्याउनुको लागि कम्पनी आउँदाखेरि फेला नपर्दाखेरि सामान गाह्रो भयो र ल्याएर चाहिँ अहिले हामीले चाहिँ गरिदिइरहेको छौँ सबै सामान ल्याएर सबै तयार भइसक्यो अब गाडी रेडी चाहिँ अब हाम्रो के भनेदेखि जस्तो कि अब नयाँ गाडी चाहिँ जस्तो कम्पनी पठाएको हो त्यही एक्जाम्पलमा चाहिँ गाडीले काम गर्न सक्छ त्यसको चाहिँ सफल ज्याजो लिपा दमकल या त सोनिगया सङ्गुली जिल्ला परिक्रमा यागु खस थुगु दमकल बेलायतीय महारानी नेपाल या त उपहार ब्यादीगु ख दमकलले निक्लो माथि आउने गाह्रो भयो क्या हो ये सब भाटा हाल्नु अर्को यो साइड
पेट्रोलमा मात्रै